अनुप घिमिरे अफिसियल युट्युब च्यानल सबैजनालाई वेलकम छ। अनि सबैजनाले कतिजनाले तपाईँको कमेन्ट गर्नुभएको थियो कि भाइ हजुरको भ्लग किन अहिले किन नआएन कमेन्ट भन्नुभएको थियो। त्यसको लागि म चाहिँ सरी भन्न चाहन्छु। म चाहिँ अहिले चाहिँ म अलिक बिजी भएको कारणले चाहिँ गर्दा मैले चाहिँ सुटिङ भ्लग चाहिँ गर्न पाएको थिएन अलिअलि बिजीको कारणले, किनकि म सुटिङमा थिएँ। हाम्रो भुतको फिल्म चाहिँ भुतको फिल्म चाहिँ आउँदैछ, त्यही हो। त्यसको सुटिङमा चाहिँ अलिअलि म बिजी नै थिएँ भनौँ। सुटिङमा चाहिँ अलिक बिजी नै थिएँ, त्यस कारणले गर्दा चाहिँ मैले मैले भ्लग पनि नहालेको, त्यसले मैले भ्लग पनि बनाएको थिइनँ। र हाम्रो भुतको फिल्म भनेर चाहिँ चाँडैभन्दा चाँडै आउनेछ। सबैजनाले एकचोटि आशिक विजय भनिदिनु गरेर हेरिदिनु होला। अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला। अनि फलो गर्न चाहिँ नबिर्सिनु होला है, फलो अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। सबैजनाले कमेन्टमा कस्तो हुन्छ कमेन्ट गर्नु होला। हामीले चाहिँ त्यत्रो धेरै दिनबाट मेहनत लगाएर बनाएका छौँ, त्यही हो। सबैजनाले आशा गर्छ सबैजनाले माया साथ सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछौँ। त्यही हो। मैले खासै पुरै भिडियो त बनाएको थिएँ नि, त्यहाँदेखि पुरै भिडियो राम्रोसित खिच्नु छैन, किनकि भिडियो नआउसम्म त भ्लग हाल्नु भएन नि। त्यस कारणले चाहिँ मैले त्यसको भिडियो चाहिँ पुरै बनाएको छैन। त्यही हो। त्यसरी हो भिडियो खिच्नु। मैले सानो क्लिप नै बनाएको भिडियो चाहिँ भ्लग चाहिँ बनाएको छु, सबैजनाले हेर्नु होला है। गाइजहरू नै म चाहिँ यस्तो बसेको छु, पानी परेको छ। राति सुटिङ चाहिँ हिँड्नुपर्ने अवस्था आएर राति हिँडेको छु। एकजना चाहिँ उहाँ हुनुहुन्छ, उता जानु भइसकेको छ सेटअपको लागि, उहाँ जानु पुग्नु भएको छ। अनि अरू साथीहरू चाहिँ यता आउँदै हुनुहुन्छ, म चाहिँ यसरी बसिरहेको छु। पुरै अँध्यारो छ कि, पुरै यस्तो अँध्यारो छ, यस्तो जङ्गलको बाटो पनि छ र बारी पनि छ क्या, बारी टाइपको पनि छ। यस्तो अँध्यारोमा हिँड्नु साथीहरू। चप्पल नाइकीको चप्पल लाएर हिँडेको छु म फेरि त्यहीँ माथि फेरि। हेलो गाइस, म चाहिँ भूत बनेर चाहिँ अब जाँदैछु सुटिङको लागि। यस्तो थुप्रो छ, यस्तो ठुलो छ सेटअप, भूतको पुरै सेटअप छ। गाइस अहिले चाहिँ हामी हिँड्दै टुक्क लाएर हिँड्दैछौँ, सुटिङमा सुट गर्दैछौँ टुक्क लाएर। यता सुटिङको सुरु हुँदैछ। यता भूत फेरि यसो गर्छु झ्याप्प देखा अनि रोक्दे आगो सर्ट देखा सर्ट गर्दा उता फेरि केही नभएको देखाउनु पर्यो। साथै जान लाग्यो भयो। यत्रो जङ्गलको बाटो पार गरेर घर जानु छ। म कसरी जाने होला घर? मैले कसरी भगाम यसलाई? लाइटर यहाँ छ नि, देखेपछि त भूत साँच्चै भाग्ने रहेछ त। कति बजेर? 12:14 गइसकेको होइन। यो दोपहरको टाइममा अरू म छिटो घर जानु। सुटिङ कस्तो भइरहेको छ? डरलाग्दो भइरहेको। भूत फेरि मान्छे हेर्दै भूत जस्तो छु। अहिले हामी फिलहाल सुटिङमा छौँ साथीहरू। होइन त मैले भन्यो नि त, तैँले अहिले ब्याक गर्दै हुनुहुन्छ फेरि।
हाम्रो अर्को प्रड्युसर उहाँ पुगिसक्नु भएको छ। ब्याकफुट मोर अगाडि हिँड्ने जस्तो गरिदिन्छु होइन ब्रेक लागेन क्या बाबु त्यो फाल्टुमा गयो अगाडि लाग्नु तानतुन गर्नु म आउनु प्यार भिडेको पछि लाग्छ यार साथीहरू ट्याक्कै अगाडि दुईजना भइसक्यो। होइन यो माले पछि पछि आएको बनाउनु पर्यो नि त त्यो बोतलमा पानी राखौँ न सुटिङमा ल्याएर अहिले त बहुत सुटिङमा छौँ हामी। सुटिङमा भित्र व्यवस्था मिलाउँदै तँलाई भने फेरि यो भित्र बसेपछि म बस्ने होइन लग्यो हजुर मिलाउनु न म क्यारेक्टरमा मिलाइदिइहाल्छु यहाँबाट लग्यो रोलिङ एक्सन आमा आमा टाइट लाउनु न अलि भित्रबाट यस्तो फुल्नु नजिर घुचाडेर बस्नु है रोलिङ एक्सन आमा 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 छिटो ढोकाउनु न आमा तँलाई यस बेला राति आउने 12-1 बन्न लाउँदाखेरि पनि केमा छिटो भिज्दैन त के भयो बाबु के भयो पहिले यस्तो त हुन्थेन यार हम तो बाहर गए के नहीं रहा के भन्ने अरे अब बेलामा आउने गर है घर सास परेपछि राति बसी तँलाई केही भयो भने त मैले बिहा छु अब बेलैमा आउने गरे घर यस्तो राति नपार्ने घर तपाईँ चाहिँ केही भयो भने मैले के हान्ने मलाई केही भयो भने मैले के हान्ने पानी खाँदै थिएँ भयो त्यहाँ रोक्यो टाउकोमा अर्को हातमा कि पानी छैन पानी तलमा पुग्दैन एक्सनमै बस्नु त डिएम म सेलेक्सन छ नि पुगेर त हजुरले त्यहाँ दिनुहुन्छ कि अनि आमा आमा त्यहाँ हेर्नु त भन्नु त स्याटो उता गइहालेँ दुई तिनचोटि साउन्ड त्यस्तो गर अनि त उता गइहाल अनि फेरि आमाले यस्तो गर्यो, केही छैन के भन्ने के अरे केही छैन बाहिर भन्थ्यो अनि फेरि त्यहाँ हेर्नु न भन्छु मैले त्यस्तै गर है भयो जाऊ त मैले खै भन्छु नभए किन अहिले तेरो हात देखि हुन्छ अहिले फेरि दुईचोटि भन्ने कि एकैचोटि मात्रै मैले भन्छु कि आमा आमा त्यहाँ हेर्नु भन्दा खै के गर केही पनि छैन मलाई के आएर आज भन्नु मैले हेर्दाखेरि त लुक्ने फेरि देखिन् दुई तिनचोटि देखाएँ तँलाई मात्रै देखिन् मलाई नदेखिने गराउँछ त्यो फेस ढाक त डेढन अलिक धेरै देखिने त नडराइकन कि केही हुन्न क्या त्यही उभिरहेको छ है कतिचोटिसम्म गर्ने हो मैले त एकैचोटि हो कि दुईचोटिसम्म देखाउने हो झुल त्यसलाई त्यस्तो देखियो होइन म मैले आज होइन त्यसलाई नि सिकाउँ फेरि बिर्सेर त्यसले त्यो देखिन मात्र केही गर्नु पर्दैन त्यही देखिन्छ होइन अनि आमा आमा त्यहाँ हेर्नु त भन्दा के भएर भन्दा खै भन्दा त सट्ट हटिहाल्यो भने आमाले खै भनेपछि है भने है दुईचोटिसम्म देखाउँछ आमाले के भन्न थियो थाहा नि अबदेखि बेलैमा आउने घरै घर तँलाई चाहिँ के भयो भने त तँलाई केही भयो भने मैले के गर्ने यसबेला बेलैमा आउने घर भन्ने यसबेला राति न टाउको यसो बनाऊ मैले मनिस यस्तो यता उसारेको बनाएकै बनाउनु रोलिङ रोलिङ एक्सन
अबदेखि कहिल्यै पनि राति नबनाई चाँडै बेलै माथि आउने गर तँलाई केही भयो भने त म तिहार्छु र राति बनाउँदाखेरि त भूतले खान्छ लान्छ पहिला मलाई बोल्न दिनु न हजुरले भनेपछि हुन्छ बेलैमा हुन्छ अबदेखि चाँडै आउँछु भनेपछि त्यति मैले अबदेखि चाँडै आउँछु हजुर त्यहाँ केही नहुनु तँलाई चाहिँ केही गर्नु मैले तिहार्ने भन्छु हुन्छ अब तिहार्नु त भन्छु भने ल है रोलिङ एक्सन अबदेखि बेलैमा चाँडै घर आउने गर है बाबु यस्तो राति नगर खोइ त अरू डाइलग बिर्साइदियो त्यसो गरे मलाई एक्सन सिकाएको के भन्थ्यो भनेर के भनौँ बिर्सी अबदेखि बेलैमा घर आउने गर है यस्तो राति नपार तँलाई चाहिँ के भन्नु मैले ग्यार्ने हो र म चाहिँ यति मात्रै मैले हुन्छ आमा अबदेखि बेलैमा आउँछु मनलाई चिन्न त मनै चाहिन्छ देउतै भागेर कहाँ पाए रोलिङ एक्सन अबदेखि बेलैमा घर आउने गर है बाबु तँलाई केही भयो भने त मैले के गर्छु र अब राति नपार्नु हुन्छ अब बेलैमा अबे अब के भयो भएन म डराएको आएको थिएँ क्या खै देखेन कहाँ भन्नु कहाँ के भएर भन्नु यस्तो हेर्नु केही पनि छैन आमालाई मैले अबै भन्छु होइन ऊ त्यहाँ हेर्नु त भन्छु होइन कहाँ के भएर भन्नु हजुर यसरी जाम बाहिर जाउँ कि कहाँ के भएर भने यस्तो देखिनु म पनि यता हजुर यस्तो अबै उता हेर्नु त भने यस्तो आउँछु कहाँ के भएर भन्नु केही पनि छैन तेरो मन त्यसै हाततिर भन्नु ए ल भयो डाइरेक्ट सुरुबाट भन्नुपर्छ ल अबदेखि बेलैमा प्याइज है बाबु भन्नु पर्यो कि भाइ किन त्यस्तै साथो नलगिदिनु मनलाई चिन्न त मनै चाहिन्छ देउतै भागेर कहाँ मैले यस्तै एक्टिङ गर्दै आउँदा त्यो यहाँ के जातै लैदिनु अब सम्झाउँला नि होइन दाइ दाइ कुर्सी हटा त कुर्सी त राख्छ दाइ कहाँ भन्छु मैले अन्त त्यति तिनवटा शब्द बोल्छ है खाली खुट्टा आइदिएको मलाई चप्पल अबदेखि बेलैमाथि आइज है बाबु भन्नु पर्यो क्या दाइको कालजुरा जुत्ता फाइदा है भन्छु कि। अबदेखि बेलैमा चाहिँ आउने गर है तँलाई केही भयो भने मैले क्यार्ने हो र भन्छु रोलिङ एक्सन अबदेखि बेलैमाथि घर आउने गर है बाबु तँलाई केही भयो भने त म बिहार्छु है हुन्छ अबबाट बेलैमा आउँछु मैले सास पनि गर्दैन अब त्यहाँ हेर्दै के हो कि म फेरि बल्ल केही पनि छैन है कायम बोल्न अन्त अड्त गइहाल के भयो त आएको म यसो गरौँ के गइदिए ल हुन्छ आमा भन्ने मात्रै भयो नि अब अभिबाट सुरु गरौँ अभि भन्दा बित्तिकै भागिहाल्यो त मैले अभि भन्नु ठिकै मैले भनेको ठिकै हो अब के भन्ने रे अब त आमाको स्थिति भयो मलाई बोकेको हुन्छ मैले अब भयो नि अब मैले केही भन्नु परेन नि अब नि भने के हो मैले यस्तो छु नि हुन्छ यही छ होइन त्यसै काट्यो हुन्छ अबदेखि त म बेलैमा घर आउँछु। पोजिसनमा बस्नु त अहिलेको पैसामा होइन अलि भन्ने बित्तिकै त हटै अलि उ त्यो हेर्नु त आमा भनेपछि होइन सट्ट हट्यो अरे है भयो मैले खै भन्नु पर्यो है केही पनि छैन है भन्नु पर्यो खै केही पनि छैन तेरो मन आज धेरै डरायो जस्तो छ त्यहाँसम्म भन्नु है रोलिङ
एक्सन हुन्छ आमा अबदेखि बेलुकीमा घर आउँछौँ यस्तो रातको मैले कहिले पनि पाउँदिनँ रातिमा हिँड्नुको नतिजा के हुन्छ भन्नु मैले भन्न खोजेँ अबे अबे हेर्नु त्यहाँ के हो के हो के आँच र खै के पनि छैन त्यसै मन डराएको हो कि तेरो भर्खर के थियो त किन डराएको चाहिँ के हो केही पनि छैन त बाहिर तर्सिन्छ